हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यता चाहिँ देख्न सक्नुहुनेछ म चाहिँ आज पिकनिक भनेर आएको छु। सो यता चाहिँ सलादको लागि स्टार्ट गरिसकेको छु मैले चाहिँ, र म चाहिँ सलादको लागि स्टार्ट गरिसकेँ। यता देख्न सक्नुहुनेछ मेरो बेटी कति उत्पात गरिरहेछ भनेर यता गाजर चाहिँ खाँदैछ। सो यता चाहिँ स्कुलको पिकनिक थियो, त्यसैले म पनि आइरहेको थिएँ यहाँ काम गर्नुको लागि सघाउनु भनेर। सो यहाँ देख्न सक्नुहुनेछ सबै आफ्नो काम लागिसक्नु भएको छ। यता आलु तास्नु हुँदैछ र यता देख्न सक्नुहुनेछ भात नि पाक्दैछ, यता सब्जी पनि पाक्दैछ, यता दिदीहरू पानी खानु हुँदैछ। सो यता चाहिँ आफ्नो काम लागिसक्नु भएको छ। यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ दिदी हुनुहुन्छ हामीहरूको। यता चाहिँ अर्को दिदीले चाहिँ यहाँनिर कोपी काट्नु लागिसक्नु भएको छ। म देख्न सक्नुहुनेछ म चाहिँ सलादको लागि काट्दैछु। सो यता चाहिँ दिदी चाहिँ हाई गाइस भनेर भन्नुहुँदै थियो, यता देखाउनु उता पनि देखाउनु भनेर देखाइराख्नु भएको थियो। सो यहाँ चाहिँ क्यामेराम्यान अर्कै छ, अहिले चाहिँ मैले चाहिँ अर्कैलाई राखेको छु। यता चाहिँ कुखुरा नि काट्नु हुँदैछ, यता दिदीहरू आइ कि आइ भनिराख्नु भएको छ। सो देख्न सक्नुहुनेछ यहाँ चाहिँ हामीहरूको काम धमाधम भइरहेको छ। सो यता चाहिँ बेटी कति डिस्टर्ब गरिरहेको थियो देख्न सक्नुहुनेछ। सो यता देख्न सक्नुहुनेछ सबैजना यहाँनिर के काम गरिराख्नु भएको छ, कोही के गरिराख्नु भएको छ। यता चाहिँ कोपी काट्नु चाहिँ एकदम साह्रो परेको थियो कि गाइस, एकदम थुप्रो काट्नुपर्छ नि त, त्यसैले। सो यता दिदी चाहिँ यहाँनिर सब्जी बनाउनु हुँदै थियो मासुको, र यता चाहिँ सबैजना बसिराख्नु भएको छ, आराम गरिराख्नु भएको छ। यता देख्न सक्नुहुनेछ यहाँनिर केटाकेटी कति छन्, यता देख्न सक्नुहुनेछ। यता चाहिँ भात पाक्दैछ, एक भाँडा चाहिँ अघि पाकिसक्यो। सो अझै एक भाँडा पकाउनु हुँदैछ। यता चाहिँ मासु पाक्दैछ, यहाँ देख्न सक्नुहुनेछ सलाद पनि यतिको भइसकेको छ अहिले चाहिँ। सो अब चाहिँ भएर यहाँनिर रेडी भइसक्यो, अनि त्यहाँबाट यहाँ चाहिँ केटाकेटीलाई खानुको लागि बसिसक्नु भएको छ। यता चाहिँ देख्न सक्नुहुनेछ कति केटाकेटी छन् भनेर। सो यता चाहिँ खाँदैछन् केटाकेटीहरू सबैजना, र यता चाहिँ हामीहरू पनि खानु बसिसकेको छौँ। यता दिदी हुनुहुन्छ, यता चाहिँ म मेरो यहाँनिर देख्न सक्नुहुनेछ म चाहिँ खाँदैछु अहिले चाहिँ, र हामीहरू पनि यता खाइरहेको छौँ। यता चाहिँ भान्जी पनि खाइरहेको छौँ। सो आजको लागि यति नै हो, फेरि भेटौँला अर्को एउटा भिडियोमा। मन पऱ्यो लाइक कमेन्ट सेयर गर्नु होला।